अब शक्ति, दुर्गा र बिक्कीलाई साथ दिने सबैजनालाई एक एक गरी मार्दिने हो। कोही पनि बाँच्दैनन्। दिदी, मेरै आँखा अगाडि हाम्रो बुढोलाई ती पापीहरूले साडी, चुडा र पोथे लगाइदिए। के दुर्गामाया सुरक्षित छन् त? रामले कस्तो चाल चल्लान् र के उनी सफल हुन्छन् त? के परिवार फेरि एक भएर यो सङ्कट पार गर्न सक्छन् त? आउनुहोस् दर्शकबिन्द, आजको यो सबै विषयबारे हामी तपाईहरूलाई प्रश्न पार्दछौँ। बुहारी टेलिसिरियलको 224 भागमा के हुनेछ भन्ने बारेमा हामी तपाईहरूलाई जानकारी दिन गइरहेका छौँ। कृपया भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने एक सब्स्क्राइब गरी हामीसँगै जोडिनुहोला। नमस्कार प्रिय दर्शकबिन, फेरि पनि एकपटक तपाईहरूलाई स्वागत छ बुहारी सिरियलको विशेष रिभ्यू भिडियोमा। आज हामी चर्चा गर्न गइरहेका छौँ बुहारी सिरियल एपिसोड 224 को, जहाँ कथाले नयाँ मोड लिन्छ जसले सबैलाई छक्क बनाउँछ। यो एपिसोडमा देखिएको नाटक, रहस्य, पीडा र भावना सबै कुरा यति सशक्त छन् कि एकैछिनका लागि पनि तपाईको नजर हट्न सक्दैन। एपिसोडको सुरुवात नै रामले गरेका छन्, जसरी उनी एक्लै कोठामा फोनमा कसैसँग गोप्य कुरा गरिरहेका छन्। उनको अनुहारमा कुनै पनि पछुतो छैन, बरु त्यहाँ घमण्ड झल्किन्छ। उनले भित्रभित्रै योजना बनाइरहेका छन् जसले दुर्गा मायालाई मात्र होइन, सम्पूर्ण परिवारलाई सङ्कटमा पार्नेछ। रामलाई यति बेला केवल एउटै कुरा चाहिएको छ, शक्तिको नियन्त्रण, र त्यो हासिल गर्न उनले कुन हदसम्म जान सक्छन् भन्ने कुरा यस एपिसोडले राम्रोसँग देखाउँछ। दुर्गा मायाको अपहरण, रहस्य र डरको संयोजन कथाले एक नयाँ मोड लिएको छ। दुर्गामाया घरबाट बाहिर गएकी हुन्छन्, तर बेलुकासम्म फिर्ता आउँदिनन्। पहिलो पलमा त सबैले सामान्य ठान्छन्, तर जब रात पर्छ, फोन सम्पर्क हुन बन्द हुन्छ, त्यो बेला परिवारको मनमा शङ्का गहिरो हुँदै जान्छ। अन्ततः दुःखद खबर आउँछ, दुर्गामायाको अपहरण भइसकेको हुन्छ। कसैले उनलाई जबरजस्ती गाडीमा तानेर लगेको थियो। यो खबर सुनेपछि परिवारमा कोलाहल मच्चिन्छ। घरभित्रको स्थिति, भावना, डर र दोषारोपण। अपहरणको खबर, घरको अवस्था एकदमै तनावपूर्ण हुन्छ। सबै एकअर्कामाथि शङ्का गर्न थाल्छन्। कोही भन्छ यो रामको चाल हो, कोही भन्छ बाहिरीका दुश्मनको काम हो। यसबीच दुर्गामायाको छोरी उनको खोजीमा हरेक ठाउँमा धाउँछिन्। उनका आँखा आँसुले भरिएका हुन्छन्, उनका आवाज काँपिएको छ र दर्शक पनि त्यो भावनासँग गहिरिएर जोडिन्छन्। रामचन्द्रको अभिनय मासुम बन्ने प्रयास। रामचन्द्र घरभित्र चुपचाप छन्। उनी देखाउँछन् कि आफू पनि स्तम्भ छन्, चिन्तित छन्, तर उनको आँखा र बोलीले देखाउँछ उनलाई थाहा छ दुर्गामाया कहाँ छन्। सायद यही योजना उनको हो, जसले दुर्गामायालाई बाटोबाट हटाउन सक्दछ, तर सिधै प्रमाण छैन। त्यसैले उनको चाल चालैमा ढाकिएको छ। न त दर्शकले पक्रिन सक्छ, न त परिवारले नै। एपिसोड 224 को निर्देशन अत्यन्त सशक्त छ। प्रत्येक दृश्य यति व्यवस्थित ढङ्गले प्रस्तुत गरिएछ कि दर्शक श्रोताहरू कथाभित्र घुमिसक्छन्। अभिनय त झनै भन्नै पर्दैन। दुर्गामायाको डर, छोरीको आँसु, रामको नक्कली मासुमियत, सबै पात्रहरूले भूमिका जिउँदो बनाएका छन्। सङ्गीत पनि निकै गहिरो छ, जुन दृश्य अनुसार
मिलेर भावना थप बलियो बनाएको छ। एपिसोडको अन्त्यमा कुनै समाधान हुँदैन, दुर्गामाया कहाँ छन् भन्ने पत्ता नै लाग्दैन, रामले के गर्दैछन् भन्ने पनि खुलेको छैन। तर एउटा कुरा पक्का छ, आउँदो भाग भने अझै खतरनाक र रोचक हुनेछ। अब तपाईहरू बीच प्रश्न उठ्न सक्छन्, के दुर्गामाया सुरक्षित छन् त? के रामको चाल सफल होला त? के परिवार फेरि एक भएर सङ्कट पार गर्न सक्छन् त? यदि तपाईहरूलाई यो हाम्रो रिभ्यू भिडियो राम्रो लाग्यो भने कृपया हामीलाई लाइक, सेयर, कमेन्ट तथा हाम्रो च्यानललाई सब्सक्राइब गरी हामीसँगै जोडिनुहोला। तपाईँको विचारमा राम दोषी हुन् त? दुर्गामायालाई कसले अपहरण गर्यो होला? दर्शक महानुभावहरू, हामी अर्को रिभ्यू भिडियो तपाईँहरूमा